नमस्ते अंकल। नमस्ते। अनि यो जुन हाम्रो धर्म कर्म अनुसारको यो छन् जुन हाम्रो धर्म कर्मको संस्कृति छ नि अहिले चाहिँ यो कस्तो अलिकति फरक टाइपको लाग्यो कि अब यहाँ चाहिँ अन्त्य अलिक फरक टाइपको हुने अरू ठाउँ चाहिँ अलिक फरक टाइपको हुने हो कि सबैले गर्ने एउटै हो यो अलिकति मलाई बुझाउनु न अलिकति मलाई फरक टाइपको लाग्यो म देखेअनुसार कुन कुराहरू जुन यो दाह संस्कार भन्छ नि दाह संस्कारको कुरा त आफ्ना आफ्ना रीतिरिवाजका कुराहरू हुन्छन् नि सबैका सबैको एउटै हुन्छन् एउटै हुँदैन फरक फरक हुन्छ तपाईँहरूको छुट्टै हुन्छ हाम्रो छुट्टै हुन्छ हामीभन्दा तल्लोको अलिक छुट्टै हुने भयो त्यो तपाईँको कास्ट अनुसार हुन्छ क्या अनि यो जात अनुसार भन्दा पनि एउटै जातिको पनि मलाई फरक लाग्यो नि त्यो होइन एरिया बाई हुन्छ फेरि एरिया अनुसार हुन्छ एरिया गाउँ गाउँ साइड हेरी पण्डित अनुसार भयो गाउँको हिसाबले हुन्छ पहिलाको सिस्टममा त अब पहिलाको रीतिरिवाजमा त केही पनि छैन अहिले पहिलाको सिस्टम नियम थियो त्यो अहिले छैन अब अहिले चल्छ भन्ने हिसाबले चलाइएको छ सबैको एउटै छ सबभर एउटै सबैको एउटै छ अहिले अनि यो जुन लास्ट छ नि हजुर यो खोला तार हुन भन्ने कुरा छ नि मैले सुन्थेँ नि यो कुरा के हो छैन क्रियाक्रम अन्काइसकेपछि जसले दुःख भोग्छ वर्ष दिनलाई त्यसलाई खोला नाला पुल नतर्ने भन्ने ए लास्टलाई चाहिँ होइन जुन त्यो क्रियापुत्री उम्किसकेपछि दुःख भोग्ने मान्छे चाहिँ हो त्यो